म यो मन्त्री चाहिँ धेरै बस्दैन, म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। किनभने 3 वर्षमा चाहिँ मैले 5 वर्ष 6 वर्षमा गर्ने काम 3 वर्षमा सकेर अनि यसको जिम्मा एउटा राम्रो जग बसालिदिएर जिम्मा चाहिँ युवाहरूलाई चाहिँ दिने हो। देश कस्तो खुला मनको यो महावीर पुनको भनाइले नि धेरै मान्छेको मन छुन्छ के। अब हेर्नु उहाँले अब 5 वर्षको कार्यकाल छ, अब उहाँले 3 वर्षमा त्यो 5 वर्षमा गर्ने काम 3 वर्षमा गरेर देखाउनुहुन्छ अरे हैन। उहाँको प्री प्लान होला। अब उहाँलाई थाहा छ, पहिला पनि बन्नुभएको थियो हैन मन्त्री, उहाँले सबै कुरा थाहा छ, कहाँ मिस्टेक भयो, के सुधार्नु पर्ने हो सबै थाहा छ। अब चाहिँ उहाँ द्रुत गतिमा काम गर्नुहुन्छ अनि 5 वर्षमा काम गर्ने 3 वर्षमा गर्नुहुन्छ। त्यसपछि यो मन्त्रालय युवालाई दिनुहुन्छ। एक रत्ती पनि छैन उहाँले पदको लोभ, एक रत्ती पनि छैन। महावीर पुन जस्तो नेता पाउनलाई नि नेपालीलाई जुनीभरि खोज्नुपर्छ मलाई लाग्छ। अनि यो कुरामा धेरैजनाले गाली गर्दैछ, टिका टिप्पणी गर्दैछ। म के भन्न चाहन्छु त्यो व्यक्तिलाई, जुन व्यक्तिले टिका टिप्पणी गर्दैछ नि, गाली गर्दैछ अथवा अन्य थरी कुरा गर्दैछ, त्यो व्यक्ति पक्कै पनि गोबरको वैज्ञानिक हुन सक्छ। किनभने नेपालमा पनि धेरै अन्धभक्तहरू छन्, त्यो गोबरको हुन्छ क्या वैज्ञानिक मलाई लाग्छ। बाँकी उहाँको यो भनाइमा तपाईँलाई कस्तो लाग्दैछ, कस्तो विचार छ, त्यो विचार कमेन्टमा दिनु होला है। धन्यवाद।